असार 17 गते सिरिङबा गाउँपालिका 3 नम्बर आङखुपमा गएको पहिरोले एकै परिवारका 3 जना घाइते भएका छन्। स्थानीय बासिन्दा हस्तबहादुर कटुवालको घरमा राति करिब 1 बजे पहिरो खसेर घर पुरिँदा उनकी श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते हुनुभएको छ। हस्तबहादुर स्वयंका छोरा जगत कटुवाल र छोरी सम्झना कटुवाल सामान्य घाइते भएका छन्। स्थानीय मौसम लिम्बुका अनुसार धान रोपाइँको लागि खोलिएको कुलो थुनिँदा पहिरो गएको हो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि फिलिम स्थित अस्पतालमा लगिएको छ। घटनापछि सुरक्षाकर्मी र स्थानीय वासीहरूको सहयोगमा उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको छ।